परमात्मा कि पैसा? एक पटकको कुरा हो। एकजना दयालु राजा थिए जो परमात्माका ठुला भक्त थिए। उनले आफ्ना प्रजाहरूको धेरै ख्याल राख्थे अनि सबैले उनलाई माया गर्थे। एक दिन परमात्मा ती राजासँग धेरै खुसी हुनुभयो। उहाँले राजालाई दर्शन दिएर भन्नुभयो, हे राजन, म तिमीसँग असाध्यै खुसी छु। तिमीले मसँग जे मागे पनि म दिन तयार छु। राजाले आभार प्रकट गर्दै जवाब दिए, हे मालिक, हजुरको कृपाले मसँग सबै चिज छ। मेरो राज्यमा खुसियाली छ, शान्ति छ। तैपनि मेरो मनमा एउटा इच्छा छ। अहिले हजुरले जसरी मलाई दर्शन दिनुभएको छ, त्यसै गरी मेरो प्रजाहरूलाई पनि दर्शन दिनुहोस् भन्ने चाहना छ। परमात्मा राजाको सोझोपना देखेर मुस्कुराउनु भयो अनि सम्झाउनु भयो, सबैले परमात्माको असली स्वरूप देख्न सम्भव छैन। परमात्माले भन्नुभयो, मलाई अफसोस छ, यस्तो हुन सक्दैन। अरू केही माग, त्यो अवश्य मिल्नेछ। तर राजाले बारम्बार बिन्ती गरिरहे, किनकि आफूले परमात्मालाई जुन रूपमा देखेका थिए, उनका प्रजाहरूले पनि त्यही रूपमा देख्न पाउन् भन्ने उनको चाहना थियो। मालिक, मेरो बिन्तीको लाज राखिदिनुहोस्। हजुरको दर्शनले मेरा प्रजाहरूलाई धेरै खुसी अनि ज्ञान मिल्नेछ। राजाको निस्वार्थ भाव र भक्ति देखेर परमात्मालाई दया लाग्यो। परमात्माले भन्नुभयो, ठिक छ, भोलि बिहान आफ्ना प्रजाहरूलाई लिएर त्यो पहाडमा आऊ। म तिमीहरू सबैसँग त्यहीँ भेट्नेछु। राजाले खुसी भएर देशभरि झ्याली पिटाए। उनका सिपाहीहरू प्रत्येक घर गएर घोषणा गर्दै थिए, भोलि बिहानै पहाडमा जानु, परमात्माले दर्शन दिनुहुनेछ। राजा र रानीले हामीलाई बाटो देखाउनुहुनेछ। अर्को दिन बिहान राज्यका मानिसहरू पूर्ण उत्साहपूर्वक भव्य पहाडको फेदीमा जम्मा भए। उनीहरूको मनमा जोस भरिएको थियो। आखिर उनीहरू सबैले परमात्माको दर्शन गर्ने समय आउँदै थियो। जब पहाडको यात्रा सुरु भयो, तब बाटोमा उनीहरूलाई तामाका सिक्काको थुप्रो देखियो। केही मानिसलाई लोभ लाग्यो र उनीहरू त्यता मोडिए। राजाले उनीहरूलाई सल्लाह दिए, सिक्का देखेर विचलित नबन। तिमीहरूलाई परमात्माले साक्षात् दर्शन दिनुहुनेछ, जुन अमूल्य छ। दुर्भाग्यवश कतिपयले राजाको कुरामा ध्यान दिएनन् र तामाका सिक्का लिएर घर फर्के। राजाले पछाडि फर्केर हेरे, आधाभन्दा धेरै मानिस भड्किसकेका थिए। यति धेरै मानिस सिक्काको लोभमा फसेको देखेर राजालाई दुःख लाग्यो। बाटोमा अगाडि बढ्दै जाँदा मानिसहरूलाई चाँदीका सिक्काको थुप्रो देखियो। त्यसपछि केही मानिसहरूले यो सुनौलो मौका फेरि पाइँदैन भन्ने सोचेर राजाको साथ छाडिदिए। उनीहरू पनि आफूले पाएको नयाँ खजाना लिएर फिर्ता गए। राजा धेरै उदास भए। उनले एकपटक फेरि पछाडि फर्केर हेरे, थोरै मानिस मात्रै बाँकी थिए। उनले मनमा नै भने, ठिक छ, केही मानिसलाई त परमात्मामाथि विश्वास छ। उनीहरूले परमात्माको दर्शनलाई सांसारिक सम्पत्तिभन्दा बढी मूल्यवान सम्झेका छन्। हिँड्दै जाँदा धेरै बेर भएको थिएन, उनीहरूले सुनका सिक्काको थुप्रो देखे। यसपटक लगभग सबै मानिसहरू, यहाँसम्म कि राजाका परिवारहरू समेत सुन लिन दौडे। उनीहरू पनि आफ्ना खल्तीमा सुन भरेर फिर्ता गए। केवल रानी मात्रै साथमा देखेर राजाको मन खिन्न भयो। दुखी मनले उनले भने, हेर त, यो सांसारिक चिजले मानिसलाई कसरी भड्काइदिन्छ। परमात्माको दर्शन कति महत्त्वपूर्ण कुरा हो भन्ने उनीहरू बुझ्दैनन्। परमात्माको तुलनामा यो संसारको सारा सम्पत्ति केही पनि होइन। राजाको दुःखमा साथ दिँदै रानीले सहमति जनाइन् अनि दुईजना मात्रै बाटोमा अगाडि बढ्दै गए। केही समयपछि उनीहरूले चम्किँदै गरेको हिराको थुप्रो देखे।
रानीले आफूलाई रोक्न सकिनन् र हिरा जम्मा गर्न थालिन्। उनले कपडा नफाटेसम्म झोलीमा भरिरहन्। राजाले नराम्रोसँग मन खिन्न बनाए, तैपनि उनी एक्लै हिँडिरहे। अन्तमा उनी पहाडमा पुगे। त्यहाँ परमात्माले उनको प्रतीक्षा गरिरहनु भएको थियो। परमात्माले मुस्कुराउँदै राजासँग सोध्नुभयो, तिम्रा प्रियजनहरू कहाँ छन्? म त उनीहरूसँग भेट्न अधैर्य भएर पर्खिरहेको छु। राजा लज्जित भएर बिन्ती गर्दै भने, मलाई माफ गर्नुहोस् मालिक, मैले उनीहरूलाई आफूसँग ल्याउन सकिनँ। परमात्माले एकदम करुणापूर्वक भन्नुभयो, माफी माग्न आवश्यक छैन राजन, उनीहरू आउँदैनन् भन्ने मलाई थाहा थियो। यो संसारमा केवल ती मानिसहरू जो भक्ति र अभ्यासमा लागेका छन् अनि सांसारिक वस्तुको मोहमा फसेका छैनन्, उनीहरू मात्रै म कहाँ आइपुग्न सक्छन्। जसले मलाई भन्दा सांसारिक वस्तुलाई बढी महत्त्व दिन्छन्, उनीहरूले मेरो दर्शन पाउन सक्दैनन्।